नेपालमा अचेल एउटा मेडिसिनको बारेमा अलिक धेरै चर्चा भइरहेको छ। रासायनिक नाम सेमाग्लुटाइड भएको ओजेम्पिक भन्ने औषधि नेपालमा अहिले बहुप्रतीक्षित छ। सम्भवतः अबको केही दिनभित्रमा यो औषधिको आयात र बिक्री वितरण नेपालमा खुला हुन्छ। यो औषधिको बारेमा केही भ्रान्तिहरू पनि छन्। यो तौल घटाउने औषधि हो कि भन्ने बुझाइ पनि छ। वास्तवमा ओजेम्पिक टाइप 2 डायबिटिजको लागि प्रिस्क्रिप्सन मेडिसिन हो। सन् 2017 में इन्जेक्टेबल ट्रिटमेंट अथवा सुईको रूपमा उपचार गर्नको लागि एफडीए ले टाइप 2 डायबिटिज पेसेन्टको हकमा यसलाई अनुमति प्रदान गरेको हो। त्यसपछि सन् 2020 में अलि धेरै ट्रायलहरू भएपछि यो औषधिलाई टाइप 2 डायबिटिज र हार्ट डिजीज अर्थात मुटुको रोग समेत भएको एडल्टको हकमा हार्ट अट्याक र स्ट्रोकको खतरा कम गर्नको लागि यो औषधिलाई एफडीए ले थप अनुमति प्रदान गरेको हो। सन् 2022 में यसको डोज हप्तामा 2 मिलिग्रामसम्म बढाएर यसलाई प्रयोग गर्ने गरी एफडीए ले फेरि अनुमति प्रदान गर्यो र थप ट्रायलहरू भएपछि टाइप 2 डायबिटिज र क्रोनिक किडनी डिजीज भएको एडल्टको हकमा पनि यसलाई अनुमति प्रदान गरियो। सन् 2026 में ओरल टेब्लेट को रूप में यसलाई अनुमति प्रदान गरियो, जसलाई हामीले ओजेम्पिक भनेर बुझ्ने गर्दछौं। यो औषधि वास्तवमा GLP-1 एगोनिस्ट हो। GLP-1 भनेको ग्लुकागोन लाइक पेप्टाइड, यो गट हर्मोन हो र यो हर्मोनले नै हाम्रो शरीरको ब्लड सुगरलाई कम गर्ने काम गर्दछ र हाम्रो भोकलाई पनि यसले घटाउने गर्दछ। यो औषधिलाई वास्तवमा टाइप 2 डायबिटिज छ भने र टाइप 2 डायबिटिज सँगसँगै अरू रोगहरू क्रोनिक किडनी डिजीज छ, हार्ट डिजीज छ भने यसलाई प्रयोग गर्न सकिन्छ र यो असाध्यै उपयोगी पनि हुन्छ। जहाँसम्म सवाल छ वेट लस को, बॉडी मास इंडेक्स यदि 27 भन्दा कम छ भने यो औषधि प्रयोग गर्नु हुँदैन। 30 वा 30 भन्दा बेसी बॉडी मास इंडेक्स छ भने यो औषधि को लागि क्वालिफाई हुन सकिन्छ। तर सँगसँगै यदि अरू केही प्रब्लमहरू छन्, कसैलाई थाइरोइड को क्यान्सर को प्रब्लम छ, कसैलाई प्याङ्क्रियाज को स्वेलिङ भएको अथवा प्याङ्क्रियाटाइटिस भएको त्यस्तो खालको प्रब्लम छ, टाइप 1 डायबिटिज छ, गल ब्लाडर पित्त थैलीसँग सम्बन्धित अलि सिभियर टाइप को रोग छ भने त्यस्तो कन्डिसनमा यो औषधिलाई प्रयोग गरिदैन। मलाई लाग्छ मैले यहाँहरुको लागि उपयोगी हुने जानकारीलाई विस्तृत रूपमा राखेको छु र यी सबै कुरालाई ध्यानमा राखेर नै यहाँले आफ्नो डाक्टरसँग डिस्कस गरेर यदि एक भन्दा बेसी प्रब्लम छ भने अबको दिनमा नेपालमै यो औषधिलाई प्रयोग
गर्न पाउनुहुन्छ। र यदि मैले जुन कुरा भने तपाईको बडी मास इन्डेक्स धेरै छैन अथवा ओबेसिटी मोटापा धेरै छैन भने तपाई क्वालिफाई गर्न सक्नुहुन्न। सँगसँगै तपाईलाई गाल ब्लाडरको इस्यु छ, तपाईलाई यदि थाइरोइडको प्रब्लम छ, मल्टिपल इन्डोक्राइन न्यूप्लासिया सिन्ड्रोम भनेर भन्छ, त्यो कन्डिसन यदि छ भने त्यस्तो कन्डिसनमा यो औषधि प्रयोग गर्ने अनुमति दिँदैन। आशा छ तपाईलाई यो इन्फर्मेसन उपयोगी हुनेछ। धन्यवाद।